यसरी भन्छ पहिलो कोरिन्थी 4 को 20 ले भन्छ परमेश्वरको राज्य कुरामा होइन तर शक्तिमा हुन्छ भनेको त सुन्नुस्। परमेश्वरको राज्य कुरामा होइन शक्तिमा हुन्छ। अनि त्यो सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भनिकन 2 कोरिन्थी 4 को 7 पदमा लेखिएको छ। अब सुन्नुस् त्यो शक्ति कसरी हामी पाउन सक्छौं, कसरी त्यो शक्ति प्राप्त गर्न सक्छौं त भन्दाखेरि फेरि 1 को 8 मा प्रभुले भन्नुभयो जब पवित्र आत्मा तिमीमा आउनुहुन्छ अनि त्यो शक्ति तिमीले पाउनेछौ भनिकन प्रभुले भन्नुभयो। अनि लुका 24 को 49 मा प्रभुले भन्नुभयो माथिबाटको शक्ति त पवित्र आत्मा नआएसम्म पिताको नपठाउन्जेलसम्म नआउन्जेलसम्म तिमीहरू सर्वले पल्टी बस भन्नुभयो। अनि 32 मा दिने यूहन्नाले मत्ती 3 को 11 मा यसरी भने मैले त तिमीलाई पश्चातापको बप्तिस्म पानीको बप्तिस्म दिन्छु पश्चातापको निम्ति, तर मपछि जो आउने हुनुहुन्छ उहाँ महान हुनुहुन्छ, उहाँको जुत्ता बस्ने यो योग्यको म छैन। जब उहाँ आउनुहुन्छ अनि उहाँले तिमीलाई पवित्र आत्मा र आगोको बप्तिस्म उहाँले दिनुहुन्छ भनिकन प्रभुले भन्नुभयो। यूहन्नाले भने प्रभुको बारेमा। अब सुन्नुहोस्, अब सुन्नुहोस्, अब सुन्नुहोस्। आँखा खोल्दा हुन्छ तपाईले, आँखा खोल्नुहोस्, मलाई हेर्नुहोस्, तपाईहरुले मलाई हेर्नुहोस्, आँखा खोलेर तपाईले मलाई हेर्नुहोस्। पहिलो कोरिन्थी 2 अध्यायको 4 र 5 मा पत्रुस पावलले चाहिँ यसरी भन्छन्। 3 पदमा भन्छन् म जब तिमीहरूका आए म डर र कम्पसाथ आए, म मेरो दुर्बलतामा आए। अनि 4 पदमा भन्छन् मेरो सन्देश र उपदेश घटनाको बुद्धिपूर्ण शब्दमा थिएन तर पवित्र आत्माको शक्तिको प्रदर्शनमा थियो, ताकि तिमीहरूको विश्वास मानिसको बुद्धिमा होइन तर परमेश्वरको शक्तिमाथि आधारित होस्। अनि तपाईहरु प्रत्येक दिनको पवित्र आत्माको शक्तिमा जिएको उहाँले चाहनुहुन्छ। प्रत्येक दिन तपाईहरु पवित्र आत्माको शक्तिको प्रदर्शनमा उहाँको शक्तिको प्रदर्शन गरेर जिएको परमेश्वर चाहनुहुन्छ। प्रिय परमेश्वरले तपाईहरुले त्यो शक्ति दिएर अनि त्यो शक्ति तपाईहरुले प्रदर्शन गरौँ भन्ने परमेश्वरको इच्छा छ। प्रिय परमेश्वरको शक्तिको प्रदर्शन डेमोन्स्ट्रेसन त हामी केही समय हेर्छौँ, हामी केही समय हेर्छौँ। अनि यो विश्वास गर्नेको निम्ति हो। जसले विश्वास गर्छ त्यसको निम्ति केही पनि छैन। विश्वास नगर्नेको निम्ति परमेश्वरको कुरा परमेश्वरको वचन केही पनि होइन, परमेश्वरको सत्यता उसको निम्ति केही पनि होइन। तर जसले विश्वास गर्छ, जसले विश्वास गर्छ परमेश्वरको शक्ति तिनीहरूको निम्ति हो, परमेश्वरको शक्ति तिनीहरूको निम्ति हो। तपाईँ साइडमा हुनुहुन्न, तपाईँ साइडमा हुनुहुन्छ, छेमा तपाईँ पनि यता साइडमा, तपाईँ हेर्नु होला, तपाईँ हेर्नु, तपाईँले हेर्नु, छेमा तपाईँ उठ्नु, तपाईँ उठ्नु, तपाईँ उठ्नु, छेमा तपाईँ सासले उठ्नु, तपाईँ उठेर एक साइड भएर तपाईँले हेर्नुहोस्। परमेश्वरको शक्तिको प्रदर्शन डेमोन्स्ट्रेसन भन्छ इङ्ग्लिसमा, परमेश्वरको शक्तिको प्रदर्शन। अनि यो तपाईँ प्रत्येकलाई दिएको एउटालाई मात्र होइन, त्यो शक्ति मेरो शक्ति होइन, तपाईँको शक्ति होइन, तर यो चाहिँ परमेश्वरको शक्ति हो। अनि पावलले भन्छन् म चाहिँ तिमीहरूमा आउँदाखेरि डर र कम्पसाथ मेरो दुर्बलतामा आए तर पनि पवित्र आत्माको परिपूर्ण पवित्र आत्माको शक्तिको सामर्थ्यमा प्रदर्शनमा म आए भने। अब सुन्नुहोस्, यसो गर्नु हाम्रो सोफियाले तिम्रो मम्मीको रुमाल लिएर आऊ, तिम्रो मम्मीको रुमाल लिएर आऊ। अनि प्रशंसाको रुमाल लिएर आऊ, प्रशंसाको। हेर्नु तपाईँले आँखा खोलेर हेर्नु, तपाईँहरू आँखा खोलेर हेर्नु। तपाईँहरू परमेश्वरको शक्ति पवित्र आत्माको शक्ति के हो भनेर तपाईँ हामीले पत्याउन पर्छ, विश्वास गर्नुपर्छ। किनभने तपाईँहरू परमेश्वर जिउँदो हुनुहुन्छ, जिउँदो हुनुहुन्छ। तपाईँले हेर्नुहोस्, सुन्नुहोस्, 19 अध्यायमा यस्तो लेखेको छ। 19 अध्यायमा पावलको बारेमा कुरा गरिएको छ। पावलको जीवनबाट यति धेरै चिन्ह र चमत्कारका कामहरू भए, विभिन्न कामहरू भए र उनी प्रचार यात्रामा यति धेरै व्यस्त थिए उनी। अनि उनले नि धेरै ठाउँमा गएर मान्छेलाई भेट्न सक्दैनथे, मान्छेहरूले हात राखेर प्रार्थना गर्न सक्दैनथे, उनले पाउँदैन थिए, भ्याउँदैन थिए। तर के गर्छ भन्दाखेरि रोगी बिमारहरू जो छ उनीहरूको पडोसी, उनीहरूको छिमेकीहरूले उनीहरूको लुगाहरू, उनीहरूको रुमाल लिएर उनले के गर्छ भन्दाखेरि पावलको जीवनमा छुवाउँथे अनि लगेर ती बिमारीहरू
दिन्थे अनि त्यो बिमारीले निस्कन्थे त्यो बिमारीले छुटकारा हुन्थे भन्छ। अब हेर्नुहोस् यहाँ सोफिया बहिनीले यहाँ दुईजनाको रुमाल लिएर आएका छन्। यहाँ किन हो मेरो जिउमा छाउने छन् यो रुमाल मेरो जिउमा छ। बहुत धन्यवाद थ्याङ्क यू लर्ड। अब यो रुमाल लगेर ओढाइदिनु मम्मीलाई अनि प्रशंसालाई आफ्नो रुमाल ओढाइदिनु पवित्र आत्माको शक्तिको प्रदर्शन। मैले उहाँलाई छोडेको छैन मैले तर पछाडि भन्छ पावरको शरीरमा रुमाल छुवाएर अनि लगेर अनि त्यसपछि उनीहरू चाहिँ जिउको भयो भन्छ उनीहरू। अब सुन्नुहोस् मर्कुस 5 अध्यायमा एउटा घटना लेखेको छ। सबैले आँखा खोलेर हेर्नु सबैले हेर्नुहोस् यो परमेश्वरको शक्तिको प्रदर्शन यो पवित्र आत्माको शक्तिको प्रदर्शन भयो डेमोन्स्ट्रेसन भन्छ। अनि सुन्नुहोस् मर्कुस 5 अध्यायमा त्यहाँ घटनाको बारेमा बताएको छ। एकजना 12 वर्षसम्म रगत बग्ने स्त्री त्यहाँ थिइन् अनि प्रभु त्यहाँ सुसमाचार सुनाउँदै हुनुहुन्थ्यो उहाँले प्रचार गर्दै हुनुहुन्थ्यो अनि त्यहाँ यति धेरै त्यहाँ भिड जमेको थियो यति धेरै मान्छेले तिनलाई घेरेका थिए। तर त्यो 12 वर्षसम्म रगत बग्ने स्त्री जसको उपचार कुनै पनि औषधिहरूले कुनै पनि कुराले उसको समस्या हल हुन सक्दैन उसको बिमारी जाँदैन सक्दैन अर्थात् त्यो ब्लिडिङ चिज रगत बग्ने बिमारी निको हुन सकेको थिएन। तर एकदिन उनले यस्तो विश्वासको साथमा उभिए अनि भिडको मायाले भाषाहरूले चाहिँ प्रभुको लुगा मात्र छोई प्रभुको लुगा छुने बित्तिकै अनि त्यो बिमारीलाई जाती भयो भनेको छ। हाम्रो निशा आऊ सबै छुदिन तर त्यो स्त्रीले भनी म प्रभुको लुगा मात्र छुन पाएँ भने म चाहिँ जातिन्छु म चाहिँ निको हुन्छु। अनि त्यो स्त्रीले आएर प्रभुको लुगा छोई अनि त्यही समयमा उसको रगत बग्ने निको भयो भन्छ। म तिमीलाई छुँदैन तर तिमी चाहिँ मेरो लुगा छौ। पवित्र आत्माको शक्तिको यो प्रदर्शन माइकमा आउनुहोस् मेरो लुगा मात्र छुनुहोस् म तपाईँलाई छुँदिन। हाम्रो राजन भाइ आऊ मेरो लुगा मात्र छो तिमी म तिमीलाई छुँदैन म हात लाउँदैन म। यो परमेश्वरको शक्ति हो यो मेरो शक्ति होइन यो मान्छेको शक्ति होइन। 2 कोरिन्थियस 4:7 भन्छ सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भनेर देखाउनुलाई त्यो शक्ति हामीसँग मार्गको भाडामा छ त्यो शक्ति मार्गको भाडामा छ। हो राबा बाबा 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 एक खालीमा सुन्नुहोस् फिलिपिस 5 अध्याय 15-16 पदमा त्यहाँ एउटा घटना लेखिएको छ। त्यहाँ लेखिएको छ पत्रुस जब प्रचार गर्न हिँड्थे प्रभुका चेला पत्रुस अनि उनी प्रचारमा यति धेरै श्रेष्ठ थिए उनले हरेक मानिसहरूले भेट्न सक्दैनथे उनीसँग समय थिएन। प्रत्येक बिमारीको घरमा गएर उनले प्रार्थना गर्न उनले भ्याउँदैनथे उनले। तर मानिसहरूले चाहिँ त्यो रोगी बिमारी मान्छेहरू दैवमा परेका मान्छेहरू उनीहरू चाहिँ के विश्वास गर्दै भन्दाखेरि नि हामीले पत्रुसको छाया परोस् भनेर बिमारीले चाहिँ हामीले लगेर रोडमा राखिदियौँ भने त्यो बिमारीहरू पत्रुसको छाया पर्ने बित्तिकै त्यो बिमारीहरू जाती हुनेछ भन्ने उनीहरूमा विश्वास पुग्यो। मैले भनेको चाहिँ विश्वास हो विश्वासद्वारा मात्रै सबै कुरा हुन्छ विश्वास नगर्ने बित्तिकै केही छैन। अनि त्यहाँ जब उनीहरूले बिमारीहरूलाई रोडमा लिएर रोडको छेउछाउमा राखिदिन्थे अनि त्यहाँबाट जब पत्रुसको बाटो गएर याकूब पत्रुस हिँड्न त्यो बाटो गएर अनि उनीहरू चाहिँ जब जाँदै हिँड्दथे अनि उनीहरूको जब छाया पर्छ नि अनि त्यो बेलामा चाहिँ त्यो रोगी बिमारीहरू निको हुँदै भन्छ। नानीहरू माथि आउँछ मानिसको एउटा फल जान्छ पर शान्त उसलाई मानिसलाई निशालाई हाम्रो आउने प्रशंसा हाम्रो रेलगतिले आउनुहोस् तपाईँ पर जानु ल पर जानु तपाईँ अलिक पर जानु अलिक पर तपाईँ त्यहाँ हेर्नु तपाईँ परमेश्वरको शक्तिलाई तपाईँले हेर्नुहोस् परमेश्वरको कामलाई तपाईँ हेर्नुहोस्। Thank you, Lord.
आउ सत्याग्रह आउ तपाईँ यहाँ लाइन अलि वरौ दिनुहोस् अलि उता जाने लाइन सुन्नुहोस् परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन भनेको यो बोल्ने भन्नुभयो जे कुरा मानिसमा असम्भव छ त्यो परमेश्वरमा सम्भव छ जे कुरा मान्छेमा असम्भव छ त्यो परमेश्वरमा सम्भव छ परमेश्वरले कुनै पनि कुराद्वारा कुनै पनि माध्यमद्वारा उहाँले काम गर्न सक्नुहुन्छ प्रिय तपाईको हातद्वारा हाम्रो आँखाद्वारा बोलीद्वारा हाम्रो शरीरद्वारा हाम्रो हृदयद्वारा हाम्रो छुवाइद्वारा हाम्रो छायाद्वारा पनि उहाँले काम गर्छ त्यहाँ भन्छ पत्रुसको छाया परोस् भनेर मान्छेले बिमारीलाई रोडको छेउमा लिएर राखिदिन्थ्यो अरे अनि जब उनीहरू माथि त्यो पत्रुसको छाया पर्थ्यो अनि त्यो बिमारीहरू चाहिँ निको हुन्थ्यो त्यहाँ चाहिँ छुट्टा पर्दै यस्तो लाइन यस्तो राखेको यस्तो लाइन राम्रो छाया पर्ने हो बाबा Thank you, Holy Spirit. Thank you, Holy Spirit. तपाईँले आँखाबाट तपाईँले मेरो छायालाई हेर्नु ल त्यो छायाबाट त्यो अभिषेक गर्छ त्यो छायाबाट आगो बग्छ यदि तपाईँको आत्मिक आँखा खुलेको भयो नि त्यो छायामा तपाईँले आगो तपाईँले छायामा आगो देख्छ अब हेर्नुहोस् परमेश्वरको शक्तिको प्रदर्शनलाई डेमोन्स्ट्रेसन भन्छ पावलले भन्छ मेरो सन्देश र उपदेश बुद्धिपूर्ण भाषाबाट बुद्धिपूर्ण शब्दमा छैन तर पवित्र आत्माको शक्तिको प्रदर्शन थियो यो चाहिँ पवित्र आत्माको शक्तिको प्रदर्शन हो परमेश्वर जिउँदो हुनुहुन्छ अनि तपाईँ हाम्रो माझमा अहिले पनि काम गरिदिन्छ तपाईँ रेडी हुनुहुन्न तपाईँ मेरो छायालाई हेर्नु मलाई मेरो छायालाई हेर्नु Thank you, Lord. Thank you, Lord. Oh, thank you, Lord. Thank you, Holy Spirit. Thank you, Holy Spirit. Oh, Baba. Ek khare Baba. Hidori yan dere re. Ek khori la Baba. Hori dan deri ya la Baba. Ek और कोई तैयार होता और कोई तारा तैयार होता ऊपर जाकर को सब लेना बोलेंगी ओ बाबा एक कोरी मामा हिजो यार दे दे पूरे भंडास को तो अपना थोड़ा बनाए पूरे भंडास हेलो मते ताले मते हेलो ओ बाबा परुको वचनले भन्छ सुन्नुस् परुको वचनले भन्छ अयो 22 को 28 को भन्दा तिमीले जे घोषणा गर्छ तिम्रो निम्ति त्यही हुन्छ तिम्रो बाटोमा ज्योति चम्किन्छ सुन्नुस् अयो 22 अध्याय 28 ले भन्छ तिमीले जे घोषणा गर्छौ तिम्रो निम्ति त्यही स्थापित हुन्छ अनि तिम्रो बाटोमा ज्योति चम्किन्छ अनि म मिसालाई म अगाडि बोलाउँछु आउ तिमी अनि म तिमीलाई यो माइक्रोफोन भन्छु अनि तिमीले प्रभु तिमी भनेर तिमी ठुकान तिमी खोज तर तिमीले प्रभु भनेर तिमीले बोलाउन सक्ने छैनौ मैले यो घोषणा गरे तिम्रो निम्ति तिमीले अहिले यो समयमा नि अगाडि एउटा माइक्रोफोन समातेर प्रभु भनेर तिमीले चाहिँ ठुकान सक्ने छैनौ अब यो माइक समात तिमीले प्रभु भनेर यो त पवित्र आत्माको शक्ति हो पवित्र आत्माको इम्पार्टेसन भन्छ पवित्र आत्माको अभिषेकले सार्ने कुराहरू पवित्र आत्माको शक्तिले सार्ने अभिषेकले सार्ने त्यो चाहिँ इम्पार्टेसन भन्छ अनि पवित्र आत्माको शक्ति यसरी सर्छ जो चाहिँ अभिषिक्त छ अभिषेकले भरिएको व्यक्ति छ उसले कुनै पनि कुरालाई उसले चाहिँ छुन्छ भने नि त्यसमा त्यो अभिषेक बसेको हुन्छ पानीमा अभिषेक हुन्छ हामी छुँदाखेरि अभिषेक हुन्छ हेर्दाखेरि अभिषेक हिँड्दाखेरि अभिषेक हाम्रो खुट्टाबाट अभिषेक हाम्रो राजालाई उठ अब मैले यो माइक्रोफोन मैले अड्काएको छु अब अभिषेक इम्पार्टेसन भन्छ यसलाई चाहिँ अभिषेक सार्ने कुरा मबाट जस्तै भाइमा सार्ने कुरा म भाइलाई छुदिनँ तर मैले यो माइक्रोफोनलाई छुएँ
तर यो भाइले जब यो माइक्रोफोन हटाउँछन् अटोमेटिकली यो माइक्रोफोनद्वारा त्यो चाहिँ अभिषेक इम्पार्टेसन हुनेछ। लो भाइ यो विश्वासद्वारा भर्यौ तिमी, पवित्र आत्माले भर्यौ तिमी, अभिषेकले भर्यौ तिमी। पवित्र आत्माको शक्तिको प्रदर्शन, यो शक्ति मेरो होइन, तपाईँले गलत नबुझ्नु, यो शक्ति मेरो होइन। परमेश्वरको वचनले भन्छ सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भनेर देखाउनलाई त्यो शक्ति हामीसँग माटोको भाँडामा छ, त्यो शक्ति माटोको भाँडामा छ। तर यो चाहिँ विश्वास गर्नेको निम्ति मात्रै हो। प्रिय, विश्वास गर्नेको निम्ति जसले आफ्नो हृदय खोल्दछ, जसले आफ्नो हृदयलाई कोमल बनाउँछ, जसले प्रभुलाई भन्छ प्रभु आउनुहोस् मेरो जीवनमा, जसले भन्छ प्रभु म तपाईँको सेवा गर्न चाहन्छु, म तपाईँको काम गर्न चाहन्छु, म दिनौ शक्तिले भरेर हिँड्न चाहन्छु, तपाईँको अभिषेक बोकेर हिँड्न चाहन्छु, तपाईँको महिमा बोकेर हिँड्ने भाँडो म बन्न चाहन्छु भनेर जब तपाईँले भन्नुहुन्छ हो। आऊ विनिता अनि यो रचना आऊ अगाडि, आऊ विनिता र रचना आऊ अगाडि, सुनिता पनि आऊ अगाडि। हो बाबा 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 एक खाने मामा मामा हे दरियान रे 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 हे छोरी दला या उयो या उयो। हो बाबा बाबा, हो बाबा 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 कवि शेखलाई चाहिँ गरम गर, रिसिभ गर। पवित्र आत्माको शक्ति बिना हामी ईसाई जीवन हामी खडा रहन सक्दैनौँ। पवित्र आत्माको अभिषेक बिना तपाईँ केही पनि गर्न सक्दैनौँ। तपाईँ प्रार्थना गर्नुको लागि हामीलाई पवित्र आत्माको भरिभरि चाहिन्छ, आराधना गर्न पवित्र आत्माको भरिभरि चाहिन्छ, परमेश्वरको वचनलाई बुझ्न हामीलाई पवित्र आत्माको भरिभरि चाहिन्छ। अनि हामीले जब दुष्ट आत्मा भूत आत्मा खेलाउँछ, प्रभुले भन्नुभयो विश्वास गर्ने चाहिँ चिन्हहरू हुन्छन्, तिनीहरूले मेरो नाममा भूतहरू धपाउनेछन्, तिनीहरूले रोगी बिमार निको पार्छन्, भूतहरू धपाउन निको पार्न तपाईँ हामीलाई पवित्र आत्माको शक्ति, पवित्र आत्माको भरिभरि अभिषेक चाहिन्छ, पवित्र आत्माको आगो हामीलाई चाहिन्छ। अब सुन, म तिमीलाई अब म यो भन्छु, तिमीहरूलाई म हात राखेर प्रार्थना गर्छु, तिमीहरू यति धेरै पवित्र आत्माले भरिन्छौ किनभने थुप्रो प्रेरितको पुस्तकमा थुप्रो ठाउँमा लेखिएको छ जब उनीहरूले विश्वास गरे उनीहरूलाई जब पावलले पत्रुसले याकूबले उनीहरूले आफ्नो हात राखे अनि उनीहरू चाहिँ यति धेरै पवित्र आत्माले भरि अन्य भाषा बोल्न थाले भन्छ। अनि सुन, याकूबको पुस्तकमा भन्छ 5 अध्यायमा 18 पदमा सायद त्यहाँ भन्छ तिमीहरू दागमध्ये नमाएको कारण त्यो विलासिता हो, तर तिमीहरू पवित्र आत्माले भरिपूर्ण हो भनेको छ। तिमीहरू अब यति धेरै तिमीहरू अहिले यतिखेर नै यति धेरै पवित्र आत्माले भरिएको छ राइट नाउ अहिले। अनि केही समयसम्म नि तिमीहरू चाहिँ पुरै प्यारालाइज भए जतिकै तिमीहरू चाहिँ हुनेछौ, पुरै प्यारालाइज भए जतिकै तिमीहरू अहिले उठेर नै तिमीहरू चाहिँ चर्चा गर्न पनि सक्दैनौ। यति धेरै पवित्र आत्माको शक्तिले तिमीहरू चाहिँ भरिनेछौ, त्यो पवित्र आत्माको शक्तिले भरिनेछौ। ल्याऊ अब ल्याऊ, हो त्यो शक्तिले अब भर्यो। अब यो छोरी यति भरिनेछ, केही समय यो छोरी प्यारालाइज भए जतिकै हुनेछन्। त्यो शक्ति यति धेरै शक्ति तिमी केही समय उठेर हिँड्न सक्नेछौ, त्यो शक्ति यति भारी अभिषेक ल्याऊ। हो बाबा बाबा त्यो शक्ति ल्याऊ, यति भारी अभिषेक तिम्रो खुट्टा मिलाउनेछ केही समय, तिम्रो शरीरले मिलाउनेछ केही समय। हो त्यो शक्ति हो बाबा 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 एक खारे डाला डाला बाबा बाबा। हो तिमीहरू उठेर हिँड्ने कोसिस गर, तिमीहरू चाहिँ उठेर हिँड्ने कोसिस गर, सक्छ तिमीहरू। सुन्दैछौ तिमीहरू, विनिता रचना सुनिता तिमीहरू सुन्दैछौ, उठेर हिँड्ने कोसिस गर, तिमी चाहिँ उठेर हिँड्ने कोसिस गर त तिमीहरू, उठेर हिँड्ने कोसिस। तिमीहरू यति धेरै तिमीहरूको शिरदेखि पाउसम्म नसा अहिले तिमीहरू पनि पवित्र आत्माले तिमीहरू चाहिँ भरेका छौ। हो बाबा 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 अझै भन्नुहोस्, अझै भन्नुहोस्। ओ बाबा 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 हे छोरी दला ला बा। तपाईँ हाम्रो परमेश्वर जिउँदो हुनुहुन्छ भन्नुहोस् न, हाम्रो परमेश्वर जिउँदो हुनुहुन्छ, हाम्रो परमेश्वर जिउँदो हुनुहुन्छ भन्नुहोस् न। हाम्रो परमेश्वरले आज पनि काम गरिराख्नु भएको छ, भोलि पनि काम गर्नुहुनेछ, सधैँ काम गर्नुहुनेछ। हाम्रो परमेश्वर हिजो आयो सदा सधैँ एक समान हुनुहुन्छ भन्नुहोस्। हो तपाईँ हाम्रो परमेश्वर, तपाईँलाई बचाउन, तपाईँलाई उद्धार मुक्ति दिन
अनन्तको जीवन दिन तपाईको पाप प्रायश्चित गर्नको निम्ति उहाँ चाहिँ तपाईको निम्ति आज 2000 वर्ष अगाडि उहाँ चाहिँ मर्नु भयो। तर मरेको हुनुभएन, तेस्रो दिनमा उहाँ चाहिँ फेरि पनि जीवित भएर उठ्नु भयो। अनि अहिले स्वर्ग आउनुहुन्छ। अनि एक दिन तपाईलाई फेरि पनि लिन आउने प्रतिज्ञा उहाँले गर्नुभएको छ। तपाईहरु अझै हेर्ने, तपाईहरु अझै पवित्र आत्माको शक्तिको प्रदर्शन, अझै पवित्र आत्माको शक्तिको प्रदर्शन। तपाईहरु अलिक पछाडि जान्छ, अलिक पछाडि जान्छ, अलिक पछाडि शब्द तपाईहरु पवित्र आत्माको शक्ति मेरो शक्ति होइन, यो तपाईले प्रत्येकलाई दिएको छ। हितबादको पुस्तकमा एउटा यस्तो लेखिएको छ, बुद्धिमानसँग हिँड्ने बुद्धिमान बन्छ, मूर्खसँग हिँड्ने मूर्ख बन्छ। अनि म तपाईलाई यो भन्नु, अभिषिक्त जनहरूसँग हिँड्ने मान्छे अभिषिक्त नै हुन्छ। त्यो पनि अभिषेकले भरिन्छ। को आउँछ मसित हिँड्नको लागि? आउनु मसँग हिँड्न। हाम्रो सोधी आऊ मसित, हाम्रो राजन भाइ आऊ मसित हिँड्न। आऊ अभिषेकले भरिन पर्छ, उत्सुक हुनुपर्छ, बाहिर हेर्नुपर्छ। यति धेरै आऊ भन्ने बित्तिकै उहाँ छेकेर राख्नुपर्छ मान्छेलाई। यति धेरै उनीहरू उत्सुक हुन्छन्। वचनले त्यही भन्छ, बुद्धिमानसँग हिँड्ने बुद्धिमान बन्छ, अनि गएर मूर्खसँग हिँड्ने मूर्खै बन्छ। अनि म त्यसको इन्टरप्रेट गर्छु, म कि उल्था गर्छु त्यसको, कि अभिषिक्त जनसँग हिँड्ने तिनीहरू चाहिँ अभिषेकले नै उनीहरू चाहिँ भरिनेछन्। अनि विश्वास साथीहरू पछि लाग्ला। आऊ मसित आऊ भाइ, आऊ बहिनी, आऊ। सबैको धन्यवाद। थ्याङ्क यू होली स्पिरिट। बुद्धिमानसँग बुद्धिमान हुन्छ, बुद्धिमानसँग हिँड्ने बुद्धिमान हुन्छ, अभिषिक्त जनसँग हिँड्ने अभिषिक्तै हुन्छ, अभिषेकले भनिन्छ त्यो मान्छे। आऊ हिँड्दाले भनिन्छ, हिँड्दाले वचन सत्य छ, वचन अकाट्य छ, अभिषेकले भनिन्छ, हिँड्दाले अभिषेकले भनिन्छ। बुद्धिमानसँग हिँड्ने बुद्धिमान बन्छ, अभिषिक्तसँग हिँड्ने अभिषिक्तै बन्छ, मूर्खसँग हिँड्ने मूर्खै बन्छ। क्रिया परमेश्वरको वचन अकाट्य छ, परमेश्वरको वचन अकाट्य छ। परमेश्वरको वचनलाई कहीँ पनि खोट गर्न सकिँदैन, कहीँ पनि दाग गर्न सकिँदैन। परमेश्वरको वचनमा हामी शङ्का गर्न सकिँदैन। परमेश्वरको वचन यस कारणले दियो पुरा हुनको लागि, परमेश्वरको प्रतिज्ञा यस कारणले दियो त्यो चाहिँ पुरा हुनको लागि हामीलाई दियो। त्यसले गर्दा जब कोही पनि हामीलाई भन्नुहुन्छ नि नडराऊ, साँच्चै नै उहाँले हामीलाई नडराऊ भन्नुभएको। तिमी निको हुन्छौ भन्नु भने प्रभुले, तिमी निको हुन्छ, साँच्चै निको हुन्छौ भनेको प्रभुले। तिम्रो खाँचो पुरा हुन्छ भनेको साँच्चै नै प्रभुले भनेको, तिम्रो खाँचो पुरा हुन्छ भनेर प्रभुले भनेको, साँच्चै भनेको। त्यसले गर्दा परमेश्वर जिउँदो हुन्छ, परमेश्वरको वचन पत्याउनु पर्छ। प्रिय मण्डली, तपाईहरुले